सामान्यतया हार्डवेयरका टुक्राहरू आफैमा निकै डम हुन्छन् नि, मतलब खासै केही गर्न नसक्ने खालका। हो एकदम ब्याट्री जोड्यो बत्ती बल्छ वा मोटर घुम्छ त्यति त हो नि। तर त्यही सामान्य प्लास्टिक र सिलिकनको टुक्रालाई संसारभरि डेटा पठाउन र प्राप्त गर्न सक्ने क्षमता दियो भने के होला त? हाम्रो यो विस्तृत चर्चाको मुख्य मिसन नै त्यही हो। त्यो त एउटा बन्द कोठाबाट पुरै ब्रह्माण्डसँग जोडिए जस्तै हुन्छ नि। हाम्रा स्रोतहरूले ठ्याक्कै त्यही जादु गर्ने एउटा सानो डिभाइस ESP8266 ESP01 वाइफाई मोड्युलको बारेमा निकै गहिरो चर्चा गरेका छन्। हो, यो सानो चिपले कसरी सामान्य अफलाइन उपकरणलाई इन्टरनेटसँग जोड्छ र पूर्ण सुरुवातीहरूले यसलाई आर्डुइनोसँग कसरी प्रयोग गर्न सक्छन् भन्ने कुरा हामी केलाउनेछौँ। ओके, लेट्स अनप्याक दिस। यो सानो मोड्युल सुन्दा जति सामान्य लाग्छ नि, यसले गर्ने काम त्योभन्दा धेरै ठूलो छ। यसलाई हामी एउटा कम्प्याक्ट सिरियल ट्रान्सिभर भन्न सक्छौँ। खासमा यसको मुख्य काम भनेको कुनै पनि माइक्रो कन्ट्रोलरलाई सजिलै वाइफाई स्ट्यान्डर्ड अर्थात् हाम्रो घरको सामान्य वाइफाई नेटवर्कसँग जोड्नु हो। यसलाई अलि सरल रूपमा हेरौँ न। मानौ आर्डुइनो एउटा मस्तिष्क हो जसले सोच्न र निर्णय गर्न सक्छ। तर त्यो मस्तिष्कसँग इन्टरनेट मार्फत अरूसँग कुरा गर्ने क्षमता त हुँदैन नि। हजुर, हुँदैन। हो, यो ESP01 मोड्युल भनेको त्यो मस्तिष्कको लागि मुख र कान जस्तै हो क्या, जसले इन्टरनेटको संसारसँग संवाद गराउँछ। अनि त्यो संवाद गराउने तरिका झनै रोचक छ नि। यहाँनिर अचम्मको कुरा के छ भने यसभित्र रहेको बिल्ट इन TCP IP स्ट्याक। यसलाई यसरी बुझौँ, आर्डुइनोले इन्टरनेटको भाषा बुझ्दैन। भनेपछि उसलाई आफ्नो भाषा मात्र आउँछ। ठ्याक्कै। अनि इन्टरनेटले छुट्टै नेटवर्कको भाषा मात्र बुझ्छ। यो TCP IP स्ट्याक भनेको मोड्युलभित्रै बसेको एउटा दोभाषे वा ट्रान्सलेटर हो। ओहो। आर्डुइनोले नेटवर्कको भारी बोक्नै पर्दैन। उसले आफ्नो डाटा पठाउँछ र मोड्युलले त्यसलाई इन्टरनेटको भाषामा परिवर्तन गरिदिन्छ। भनेपछि मस्तिष्कले आफ्नो मुख्य काम मात्र गरे पुग्यो, भाषा अनुवाद गर्नतिर लाग्नु परेन। अनि स्रोतहरूमा त्यो UART अर्थात् सिरियल इन्टरफेसको कुरा पनि छ नि। यो भनेको चाहिँ त्यो मस्तिष्क र दोभाषे बीच कुरा हुने एउटा बाटो जस्तै हो। हो, एकदम सही भन्नुभयो। त्यसै मार्फत डाटा एउटा सिंगल लाइनमा एक पटकमा एउटा बिट गर्दै पठाइन्छ। तर एउटा कुरामा सुरुवातीहरू एकदमै झुक्किन्छन् है, भोल्टेज। भोल्टेज सामान्य आर्डुइनो 5 भोल्टमा चल्छ, तर यो मोड्युललाई 3.3 भोल्ट मात्र चाहिन्छ। यो कुरा त निकै महत्त्वपूर्ण छ नि, किनकि 5 भोल्टको पावर सिधै 3.3 भोल्टको यो सानो चिपमा जोडियो भने त यो तत्कालै जल्छ हैन र? जल्छ मात्र होइन, पुरै काम नलाग्ने नै हुन्छ। त्यसैले लेभल शिफ्टर वा भोल्टेज रेगुलेटर प्रयोग गर्नु एकदमै जरुरी हुन्छ। बुझे। अब अर्को एउटा कुराले मलाई अलि कन्फ्युज बनाइरहेको छ। स्रोतहरूमा यो मोड्युलले AP र STA मोड एकैसाथ सपोर्ट गर्छ भनिएको छ। हजुर, गर्छ। AP अर्थात् एक्सेस पोइन्ट भनेको आफै राउटर जस्तो बन्ने, अनि STA भनेको अर्को राउटरसँग जोडिने। तर एउटै सानो चिपले एकै पटक मेरो फोनको लागि राउटरको काम पनि गर्ने अनि घरको मुख्य वाइफाईसँग पनि जोडिने, यो कसरी सम्भव छ? सुन्दा अचम्म लाग्न सक्छ, तर यसले नेटवर्कलाई निकै चलाखीपूर्ण तरिकाले म्यानेज गर्छ। यसले भर्चुअल रूपमा आफ्नो सानो नेटवर्क पनि बनाउँछ र सँगै मुख्य वाइफाईसँग पनि जोडिन्छ। भनेपछि दुवै काम सँगै हो नि। यही क्षमताले गर्दा स्मार्ट होम प्रणालीमा यो यति धेरै लोकप्रिय भएको हो। जस्तै स्मार्ट होम लाइटिङकै कुरा गरौँ न। भनेपछि बत्तीको स्विचमा यो मोड्युल जोडिएको छ भने यसले घरको मुख्य वाइफाई राउटर मार्फत इन्टरनेटबाट आएको कमान्ड पनि सुन्न सक्छ, अनि इन्टरनेट नभएको बेला फोन सिधै यो मोड्युलसँग जोडेर बत्ती निभाउन वा बाल्न पनि मिल्छ। एकदम ठ्याक्कै त्यही नै यसको मुख्य शक्ति हो। अनि यस्तो घराइसी सञ्जालमा बाहिरी मान्छेले सजिलै ह्याक गर्ला कि भन्ने डर पनि हुँदैन। किन र? किनकि यसले WPA2 जस्ता बलियो सेक्युरिटी सपोर्ट गर्छ, जसले वायरलेस नेटवर्कलाई पूर्ण रूपमा सुरक्षित राख्छ। अब यहाँनिर चाहिँ कुरा एकदमै रोचक हुन्छ है। सिद्धान्त त हामीले बुझ्यौँ, तर सुरुवातीहरूले यसलाई लिएर के बनाउन सक्छन् त? हाम्रा स्रोतहरूले सुरु गर्नका लागि 3वटा निकै रमाइला प्रोजेक्टहरू सिफारिस गरेका छन्। पहिलो, भर्खरै कुरा गरे जस्तै मोबाइलबाट बत्ती कन्ट्रोल गर्ने स्मार्ट होम प्रणाली। दोस्रो, IoT उपकरणहरू जस्तै इन्टरनेटबाटै डाटा हेर्न मिल्ने मौसम स्टेशन,
र तेस्रो वायरलेस सेन्सर नेटवर्क। हो, यी प्रोजेक्टहरू एकदम राम्रा छन्। र सबैभन्दा रमाइलो कुरा के भने यस्ता प्रोजेक्ट सुरु गर्न विदेशबाट सामान मगाउने झन्झटै छैन क्या। घुम्ती पसलको मोबाइल एप वा वेबसाइट खोलेर अर्डर गर्दा यो सानो चिप नेपालको जुनसुकै कुनामा पनि डेलिभरी हुन्छ। हो, यो सहज पहुँचले सिकाइलाई धेरै सजिलो बनाउँछ नि। जब कसैले आर्डुइनो वा रास्पबेरी पाई जस्ता प्लेटफर्महरूमा यी 3वटा प्रोजेक्टहरू आफै बनाएर हेर्छन् नि, उनीहरूले हार्डवेयर र इन्टरनेट बीच कसरी कुराकानी हुन्छ भन्ने कुरा मजाले बुझ्छन्। साँच्चीकै प्रयोगात्मक ज्ञान। एकदम। एउटा सामान्य तापक्रम नाप्ने सेन्सरलाई वायरलेस डाटा पठाउने बनाउँदा जुन ज्ञान मिल्छ नि, त्यसले भविष्यका ठूला प्राविधिक प्रोजेक्टहरूको लागि निकै बलियो जग बसाल्छ। समग्रमा भन्नुपर्दा एकदमै कम पावर खपत गर्ने र सानो आकारको यो मोड्युलले वायरलेस कनेक्टिभिटीको संसारमा क्रान्ति नै ल्याएको छ। एउटा सामान्य निर्जीव हार्डवेयरलाई संसारभरि बोल्न र सुन्न सक्ने बनाउनु छानछुने कुरा त होइन नि। हो नि, यसले प्रविधिलाई साँच्चीकै पहुँचयोग्य र रोमाञ्चक बनाइदिएको छ। अब अन्त्यमा यो कुरा सोचौं, यदि भविष्यमा यस्ता ससाना वायरलेस मोड्युलहरू हामीले प्रयोग गर्ने हरेक सामान्य घराइसी वस्तु जस्तै कुर्सी, कपडा वा कफी कपसम्ममा पनि जोडिए भने हाम्रो दैनिक जीवनको डाटा प्रवाह र वायरलेस नेटवर्क कति जटिल र रोमाञ्चक होला।